एउटा सोच्न सक्ने पनि एउटा पावर हो क्या है। अब सोच्न ठ्याक्कै खोजेको बेला त्यो कुराको बारेमा सोच्न सक्ने भनेको एउटा राम्रो स्किल हो। अब मैले कन्टेन्टको बारेमा ठ्याक्कै हुन्छ नि हाल्ने बेला नै बनाएर हाल्छु भनौँ होइन, ठ्याक्कै त्यतिखेर हाल्ने बेला नै बनाएर हाल्छु। त्यही मेरो एक्ज्याक्टली त्यतिखेर मेरो दिमागमा केही नै आउँदैन के बनाएर हालौँ भनेर। सो आज चाहिँ अलि लेट नै भइसक्यो, म घर अलि लेट आएको थिएँ र के हालौँ भनेर सोच्दै जान्छ। यो चाहिँ मैले अलिक मिस्टेक गरेर आएको रहेछु होइन। आज बनाएर भोलि हाल्नुपर्ने, तर मैले आज ठ्याक्कै हाल्ने बेला बनाउने गर्छु। त्यही भएर चाहिँ अलि मेरो अलिक कन्टेन्टमा मिस्टेक भइरहेको छ। सो आज चाहिँ अलिक ढिलो भयो। आज चाहिँ अब यसरी काम चलाउँछु। मेरो भोलिबाट बिदै छ भने फ्री नै हुन्छु। सो भोलिबाट चाहिँ अब रेगुलर बेसिसमा अलिक क्वालिटी कन्टेन्ट अपलोड गर्ने ट्राई गर्छु। त्यही हो, आजको नि 1 मिनटको भिडियो भयो। Day 3 completed. Thank you.